नमस्ते, स्वागत छ मेरो युट्युब च्यानलमा। हजुरहरूलाई आशा छ हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ म धुलीखेलतिर आएको छु मेरो बहिनीकोमा। अब हामी खाना खाएर उता पिकनिक स्पटतिर घुम्न जान्छौँ। र आज म यहाँ बहिनीको सागबारीहरू हजुरहरूलाई म देखाउँछु। यहाँ चाहिँ सागबारी, यहाँ सागबारी, यो हाम्रो बहिनीको साग हो। यो हल्का किराले खाएर पाल बनाएको रहेछ। त्यहाँ अम्बाको बोट छ, उता केराको बोट यहाँ यस्तो छ। यो साग पनि उ भएको छ। यहाँ फुल छ। यहाँ चाहिँ प्याज लगाएको छ। प्याज धुलीखेलको मौसम धेरै चिसो छ। मेरो नानी बाहिर निस्किँदैछ, मेरो भदैनी। मेरो बुबुलाई सब्स्क्राइब, लाइक, कमेन्ट, सेयर गरिदिनु प्लिज। ल धन्यवाद। मेरो भदैनीले मलाई कति सपोर्ट गर्छ। मेरो भदैनी भनेको जस्तै सबैले माया गरिदिनु होला। यहाँ अम्बा टिप्दैछ यहाँ मेरो भदैनीले। अर्ग्यानिक अम्बा धुलीखेलको। मलाई पनि देऊ है नानी, राखिदेऊ है ल। अनि यहाँ यो त्यो धुलीखेल बजार भयो। धुलीखेल बजार। यहाँ गुलाबको फुल, यो रेड कलरको हुन्छ यो। अनि यहाँ लसुन पनि देखाउँछु हजुरहरूलाई म। मेरो बहिनीको बारीको लसुन। लसुन यहाँ खरानी हालेको छ, लोकल लसुन। यहाँदेखि यति लसुन लगाएको छ। मेरो भदैनी के अरे बहिनीको छोरी, मेरो छोरी अब सबैजना ठिक पऱ्यो लुगा लगाएर। अम्बा टिपिरहेको छु मैले देखाएँ भाइ। खोइ देखाउ त नानी। खोइ देखाउ त कत्रो रहेछ। ओहो हो नानी देखाउ त कत्रो रहेछ। अरू कहाँ छ खै। हाम्रो छतमा नि यत्रो फल्छ नि है नानी। मेरो बहिनीको घरबाट देखिने यो तरकारी खेतीहरू, यो टर्नेलाको धुलीखेलको धुलीखेलको गाउँ। अहिले चाहिँ हामी यहाँ 28 किलोमा छौँ साथीहरू। हामी यहाँ पिकनिक स्पटमा आइपुग्यौँ। यहाँ हामी तलतिर जाँदैछौँ। यहाँ चाहिँ ढुङ्गामा फोटो खिच्नलाई। यहाँनिर त टन्नै पिकनिक खानेहरू मान्छेहरू छ। यहाँ हाम्रो यहाँ बाबुले पनि भ्लग गर्दै गइरहेको छ। मिनु गुरुङको भ्लग। कहाँ टिकट काट्नुपर्छ? ढुङ्गा गएको ठाउँमा लौ। पहिला त थिएन त। कति हो अरे? कति हो एकजनाको? यहाँ आमा बहिनीहरू आउँदैछ। ल हाम्रो यहाँ नानीहरू चाहिँ चुच्चे ढुङ्गामा फोटो खिच्न गए। को गयो आमा? गयो 7 जना। यताबाट जान दिँदैन हामीलाई? दिन्छ, यहाँबाट पनि जान दिन्छ। यताबाट आउने बाटो हो कि के हो? कता छ ढुङ्गा भने? ऊ त्यही हो क्या, ऊ यहाँ हेर्नु न। ऊ त्यहाँ बसिरहेछ नि त्यो केटा हो। त्यो त्यही पो हो। त्यही हो ढुङ्गा। ऊ चुच्चे ढुङ्गा भनेको त्यही हो। त्यहाँबाट कता देखिन्छ? त्यहाँबाट तलको त्यो ऊ देखिन्छ भ्यूहरू, डाँडाहरू। अनि त्यो पिङ चाहिँ पछि हाल्यो। हामी आउने बेला पिङै थिएन। ल अब तिनीहरू हेरेर आउँछ। तता चाहिँ पिकनिक खाने ठाउँ। आमा कति रमाइलो है। टन आज शनिबार टन्नै छ। बसहरू उता टन्नै छ, मान्छे पनि टन्नै आएको छ। हामी चाहिँ यहाँ 1 बजी ठ्याक्क आइपुग्यौँ साथीहरू। अब हामी एकछिन बस्छौँ। हामीले अलिअलि खानेकुराहरू लिएर आएको छौँ। एकछिन बसेर खाजासाजा खान्छौँ अनि जान्छौँ। ए नानी बाबुहरू फोटो सेसन गरिरहेछ, उहाँ खेलिरहेको छ। हामी चाहिँ गएनौँ, यता बसिरहेको। हामी यिनीहरू बच्चाहरू चाहिँ उहाँ खेलिरहेको छ। उनीहरू सबैजना रमाइलो गरिरहेछन्। हामी चाहिँ यता बसिरहेको। यहाँ हाम्रो यहाँ बहिनी बसिरहेको छ। खेल 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 ल सर सर चिप्ली हो। अब रोनिकको पालो। रोनिक
ल बाबुको पाल ल चिप्लिन चिप्लिन चिप्ली ल ल ल रियाक्स ल छिटो ला दिवस खै त दिवस नानी चिप्ली न चिप्ली हो यिनीहरू चिप्लेर गइसक्यो उतातिर लाइन बसिरहेको छ सबैजना चुच्चे ढुङ्गामा चढ्नलाई हामीले चढिसकेका छौँ 3 जना बसेर दिवस चढ्यो किन नचढ्यो बाउ चढ्यो जाने न मजा आउँछ भने ए त्यो सबै लाइन होला है बाइक पछाडि लात हान चढौँ न रोटी लात हामी त यहाँनिर खानेकुरा खाना थालेको खाजाहरू कुरकुरे केही हुँदैन त्यतिले अर्को छ त भोकटे साँधेर चिउरा कुरकुरे चिसो चाउचाउ सबै मोलेर खाना थालेको हामी सबैजना भएर कोही तिनीहरू आएन त त्यो फुटाएको कुरकुरे हो आमा अनि यत्रो हुन्छ नि हाउ फुटाउँदै ल्याइदियो ए दिनु न दिनु यहाँ छ त अर्को दिनु तिनीहरू 3 जना खान्छ कि दिनु एउटा जुन भयो भने खा बाँडेर हो के भन्यो हो त पिकनिक मान्छेहरू रमाइलो गरेछ नाचगान गर्ने ओर्ने खाने पिने गरेको साथीहरू यहाँ पनि सबै हामी त्यताभित्र गएर सबै आइसक्यो अब हामी 1 घन्टा जति बसेर जान्छौँ घर खाऊ न बाबु हामी सबै चाउचाउ कुरकुरे साँधेर खाना लाग्छौँ साथीहरू ल अब एकछिनपछि भेटौँ न साथीहरू हाम्रो नानीहरू त्यहाँ भिडियो बनाउन थालेको छ अब चाहिँ हामी जान थालेको यहाँ यस्तो छन् भदाहरू कोही उता जान लागेका छन् अब चाहिँ हामी घुमघाम गरेर घरतिर जाँदैछौँ साथीहरू घरतिर लाग्यौँ